Hello everyone, welcome to my minister blog. साथीहरू आजु सायद म आफ्नो यता मामा साथीहरू किनकि आज र भोलि छुट्टी हो साथीहरू के गर्नु त्यो अन्त मामा घरमा आइदिए घुम्न साथीहरू यता मामा घरमा के छ हेरौँ आउनु अब यता मामा घरमा एउटा यता उतेनिर गाई छ यतानिर गोरु यतानिर भैँसी छ त्यहाँ गोरु छ यानि इङ्ग्लिसमा अक्स तपाईँहरूको मामा घरमा यस्ता छन् कि नै कमेन्टमा भनिदिनु होला अनि यता चाहिँ बाख्रा छ अनि अब यता चाहिँ मेरो बारीमा त कुखुरा पनि छ यता एउटा छ अब अरू कहाँ पकाउनु साथीहरू यसलाई काटेर खाऊँ त नहीं छिटो के हुन्छ रैली काटेर खायो भने अनि यता मेरो दिदी खेल्दै होइसिन्छ रुखमा चढेर हेर्न सक्नुहुन्छ खेल्दै हेर्नुहुन्छ अनि अब आउनुहोस् तपाईँलाई म हाम्रो मामा घरको गोठ देखाउँछु अब हेर्नुहोस् हाम्रो मामा घरको गोठ हेर्नुहोस् अब यता चाहिँ गाई भैँसी गोरुको लागि यता खानेकुरा लाग्छन् यो सब मेरो हजुरबुवाले बनाइस्याउ यता यस्तो खानेकुरा छ यस्तो यो सब मेरो हजुरबुवाले बनाइस्याउ अब चाहिँ म तपाईँलाई आफ्नो मामा घरको जङ्गल देखाउँछु हेर्नुहोस् हाम्रो मामा घरको यति घरमा जङ्गल अब यता चाहिँ आज चाहिँ धेरै चिसो भयो साथी अब यता हेर्नुहोस् हाम्रो मामा घरको जङ्गल यति ठुलो छ अनि यति घना छ हेर्नुहोस् कति घना छ देख्नुभयो हाम्रो मामा घरको जङ्गल तपाईँहरूको मामा घर या गाउँमा यस्तो जङ्गल छ किन हाम्रो पनि मामा घरको जङ्गल हो नि हामी त लुकी घाँस काटिदिन्छौँ के हुन्न हामी त लुकी घाँस काटिदिन्छौँ अनि साथीहरू यता चाहिँ मलाई एक चिज अजिब लाग्छ साथीहरू यता हुन्छ अब यति धेरै यो हाम्रो मामा घरमा के घुस्यो यसको नाम के हो मलाई आउने यो के राख्या हुन् साथीहरू के राख्या हुने हो यसको नाम त मलाई पनि आउँदैन अब सब ठाउँ त यही छ उता पनि त्यही छ सब ठाउँ यही छन् हेर्नुहोस् यही छन् अब आउनुहोस् यिनीहरूको गर्छन् कि मलाई त थाहा छैन तपाईँले थाहा छैन कमेन्टमा भनिदिनु होला अब यता चाहिँ यता बाख्राहरू बाँकी भयो यो बुझी घाँस हो अब यो खाँदैछ न हेर्नु साथीहरू उता हेर्नुहोस् कुखुरा उता छ न अनि यता भैँसी हेर्नुहोस् भैँसी पनि खाँदैछ उता गाई पनि खाँदैछ अनि गोरु पनि खाँदैछ तपाईँले यो गोरुको एक फाइदा उठाउँछ यो हाम्रो हजुरबुवाले पाल्नु भएको छ नि यो गोरु नि ट्र्याक्टर जस्तै मस्तो जोतिदिन्छ या यो त के हो गोरुको सरी यो गोरुको के हो कमाल ट्र्याक्टर जस्तै जोतिदिन्छ अनि तपाईँहरूको गाउँमा यो सब चिज छन् कि नै अब हाम्रो गाउँमा त्यो भन्दा नबोल्छ अब यतानिर एउटा ठुलो रुख छ आँपको रुख छ यता यो त्यहाँनिर अनारको रुख छ अब यता फुलका पनि बोटा छन् अब यता कुखुराको खोर पनि छ अब साथीहरू यो चाहिँ मेरो पुरानो मामा घर हो अब यता नयाँ पक्की घर बन्ने छ अब यस्तै गरी म धन्यवाद बिदा हुन चाहन्छु ल धन्यवाद।
बाई बाई टाटा सिउँदै भयो धन्यवाद